कसो कान्छी जेठीमाइले को हो र मलाई कान्छी भन्नु फरक त हुन्छ कि लानी यहाँ पहिलोचोटि देखेँ यार त्यो केरा फल्दा यार मृगको मासु हो के को मिर्गो हो घुमाउन लगेपछि अलि फुल किनिदिन्छन् सपिङ गरिदिन्छन् यति त निमको पात हेलो गाइज हाम्रो यो चाहिँ मिनी ब्लगमा हजुरलाई स्वागत छ। आज पनि हामी यता डुप्लेस भन्ने ठाउँतिर आएको छौँ। यो सानो यो पार्कभित्र जानेछौँ हामी होइन के कसो कान्छी जेठीमाइले को हो जेठीमाइली कोही पनि होइन त्यत्तिकै भनेर मजा मान्छे आउला नि त्यो अब किन कुटाइ खाएर केटाले भनेर फरक त हुन्छ कि लानी त्यस्तो होइन अनि के भन्नुहुन्छ त कान्छी जेठीमाइले को हो त बुढी कान्छी भन्दैमा के करणका हड्डी चिलायो भन्ने हुन्छ र त्यहीसँग बिहा गर्नु परेको यो हाम्रो सबैभन्दा डुप्लेसको सबभन्दा ठुलो पार्क हो गाजी हामी जानेछौँ अहिले। मान्छेले कहाँ कहाँ लैजान्छन् घुमाउन हिमाचल मनालीतिर अनि त्यहाँतिर लैजान्छन् हाउडीमा घरदेखि अलिक परेर आले अनि यत्रो ठुलो पार्क छ शरम लाग्दैन तपाईँलाई ठुलो जग्गा लगेर घुमाए के हुन्छ पैसा खर्च हुन्छ तपाईँको त्यो हो त धेरै टाढा घुम्नुहुन्न क्या कहिले घरतिर पाहाडमा लैजानुहुन्छ अहिले घुम यही भन्नुहुन्छ कहिले डुबु लाग्छु पाहाडमा ल्याउने घुम्नु भन्नुहुन्छ अलिकति माया लाग्दैन घुम्नु बानी उलिन् भन्ने लाग्दैन मान्छेहरू यो पुसमानमा मनाली गयो घुम्न अनि म गएन भन न बरफमा घुम्न गए म गएन भन न अनि मलाई भन्यो नि अहिले हावा चल्यो भाइर जाउँ चिसो हावा चल्यो मनालीमा हावा चल्यो अब त्यहाँ मनाली गएर हेर्ने के रुख बिरुवा हिँड्छ न हावापानी हिँड्छ सबै हिँड्छ डाँडा काँडा अलि माथिर जाने हो भने कालकामा जाने हो भने डाँडा काँडा देखिहाल्छ अनि हिउँ हेर्ने के त्यो पानी जम्या त अरू के हेर्ने छ त त्यहाँ ल भन मान्छे हेर्ने मान्छे हेर्ने मान्छे त्यहाँभन्दा यहाँ राम्रो मान्छे छन् हिमाचलका मान्छे राम्रो हुन्छन् माथितिर मान्छे राम्रो हुन्छन् सुन्दरी हुन्छन् सुन्दरी हुन्छन् त्यो सुन्दरी हेर्नु नि त त्यहाँभित्र पार्कभित्र आइसकेका छन् अनि मान्छे चाहिँ अहिले धेरै यहाँ रहेनछन् बिहान आउनुपर्छ यहाँ मान्छे यति मान्छे हुन्छन् नि यहाँ म अहिले पहिला आउँथेँ मतलब 16 साल यसपालि त आएको थिएन यसपालि त तिमीसँग फर्स्ट गयो कसलाई लिएर आउनु भएको थियो एक्लै कुला लिएर आउने कि यहाँ कस्तो फेरि नयाँ कुरा गर्छन् यार यिनीहरू के थाहा भरौँ केटा मान्छेको मान्छेहरू ल्याउने मान्छेको भरौँ ठ्याक्कै यो एक राउन्ड घुम्नको लागि कति 10 मिनट त लाग्छ होला लाग्छ हेरेर घुम्यो ल हेर त कतिको टाइम लाग्ने छ 10 मिनट त लाग्छ होला 10 मिनटमा ठ्याक्कै एक राउन्ड हुन्छ जस्तो मलाई लाग्छ हुन्छ किन दौडाउनुमा मलाई होइन अनि फेरि अहिले भएर अहिले ड्युटी जानु अन्त पठाउने गर्छ त्यही बुझ्दैन तिमी बस नि त के हुन्छ यार अहिले त सब सुक्खा रहेछ पानी पनि दुबो सुबो कस्तो दामी हुन्थ्यो पहिला अहिले त केही छैन त त्यो त चलो ठिक छ टाइमहरू पनि अहिले त्यो गरौँ न पनि अब घर जान लागेको छौँ अनि हामी चाहिँ 3 मिनटमा एक राउन्ड मारेँ मैले 10 मिनट भनेको त 10 मिनट लागेन उस्तै छ केही चेन्ज त केही भएकै छैन उस्तै म सरकार होला परिवर्तनको लागि त हामी जस्ता जेएनजीहरूलाई भोट दिनु पऱ्यो नि हो गाइज यहाँबाट अब हामीले के लगाउनु पर्ने छ भने निमको पत्ता लगाउनु पर्ने छ होइन अलिक माथि छ कहिले काहीँ निम पनि खानुपर्छ एकदम राम्रो चिज हो होइन वा गाइज ल हेर्नु त यहाँ केरा कस्तो दामी केरा भएछ नि साँच्चै मैले यहाँ पहिलोचोटि देखेँ यार त्यो केरा फल्दा यार हो कि ऊ त्यहाँनिर छ त बाटो दुध लगेर जानुपर्ने छ चलो दुधै लगेर जानु त्यो के भयो त के टेन्सन गर्छ म निम लगेर जान्छु तिमी दुध लगेर जाऊ कसले के भन्छ क्या कस्तो कुरा गर्छ या कसैले के भन्दैन मान्छेले घुमाउन लगेपछि अलि फुल किनिदिन्छन् सपिङ गरिदिन्छन् यति त निमको पात दिन मलाई यार हेर्नु दौरो तरकारी हेर्नु फुलले के गर्छ फुलले के गर्दैन एउटा देखाउने एउटा सो मात्रै हो यसले त खाएपछि एकदम स्वास्थ्यको लागि एकदम राम्रो गर्छ राम्रो चिज दिएको छु मैले मेडिसिन दिएको छु दबाई दिएको छु यसले पुरा इन्फेक्सनको लागि सही गर्छ ज्वरो आयो ठिक गर्छ धेरै टाढा अब यताबाट जाने हो किन थाल्यो यसरी यो पछाडिको गाडी कसको आउँछ त तिमीले किन आउँछ भाइ के
हो र अहिले घर आइसक्यौँ होइन अनि आउँदा आउँदै फेरि बाटामा रेडीमा देख्यौँ होइन ल्याउन मन लाग्यो यस्तो गरी अनि अब के गर्नु खाना मान्छे बहुत महँगो छ अनि अङ्गुर ल्याइयो आधा किलो अनि एउटा चाहिँ यहाँ मेवा ल्याइयो अब घर आयो त्यत्तिकै पुगेर जान्छ होइन अब यहाँ किनेर खानुपर्छ ओके गाइज खाना पनि पाकिसकेको छ त के भन्ने होइन यसो हिजो साँझेको पनि थियो अनि अहिलेको सबै यताउति गरेर अब चाहिँ हामी खाना खाँदैछौँ के हो दिपु हजुर के हो दिपु यो मृगको मासु हो के को मिर्गो हो हिजो मृगको मासु ल्याएको यस्तरी खानुपर्छ होइन त्यही भएर लेग पिस सानो भइगयो भने हुन सक्छ त्यसको लागि हामी चाहिँ खानापिना खाँदैछौँ ओके होइन यो यसो लाएर हिजो साँझ मैले बनाएको थिएँ बचाएको थिएँ त्यही भएर टक्क लाएर खाँदैछौँ हामी होइन ओके गाइज हामीले चाहिँ खानापिना खायौँ अनि चाहिँ सीता पनि ड्युटी जानको लागि एकदम रेडी भएर बसी चाहिँ नभनौँ उभिएछौँ होइन जल्लाइछौँ अनि अब आजको यो छोटो मिनी ब्लग एन्ड गर्छु हजुरलाई के कस्तो लाग्छ जस्तो लाग्छ त्यति प्रतिक्रिया दिन भन्न बोल्नु होला मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला ओके गाइज बाई